हुनुहुन्छ पर्ने पानी भरेको मासु पोलिन्छ यसरी हो गाइस अब यस खालखाम हैन पेप्सी नमस्ते गाइस वेलकम ब्याक टु माय अनदर भिडियो सो आज हामी जाँदैछ होल नाइट इन जंगल हैन म एक्लै जाने हैन हामी 4-5-6 जना भएर जाने हैन साथीहरु सबै रेडी भइसकेको छन् सामान हामी सबै प्याक गरिसकेका छौं हैन साथीहरु चाहिँ छतमा हैन यो चाहिँ बसिराख्ने सो गाइस आज हामी जान लागेको नाइट पिकनिक टिकट देख्न सक्नुहुन्छ हैन सो गाइस फर्स्ट बरोबर गाइस अब चाहिँ हामी जान लाग्छौँ यहाँ सामान छ हेर्छ हेरेर हामीलाई ओए यो उसले यहाँ नि अरे ये क्या नो यार इसका गाइस कुरे खोलेर देखाइदियो गाइस यहाँ हामीहरु कुरो गर्ने यहाँ हाम्रो पक पक आएको छ पहिला बल्ले दुई गुटी खसी मलाई के ल्याइदियो यहाँ चाहिँ हल्का अप्ठ्यारो छ जानुपर्छ सिडी छ हामी चाहिँ चारजना हामी चारजना छौँ उताबाट चाहिँ दुईजना आउँछन् अनि 6 जना भएर जाने हैन म पनि लक्ष्मण देखिन नहुँदै राख्नु देखिन्छ यहाँबाट लगभग जान आधी घन्टा 1 घण्टा 1 घन्टा जति लाग्छ हैन हाम्रो चाहिँ अलि धेरै टाढा नै हो कि होल नाइट भने जङ्गलमै हो कि अलि खतरै हो त्यही भएर हामी चाहिँ हजुरहरूको लागि यस्तो होल नाइट गरिदिन्छौँ 24 आवर हैन जङ्गलमा एउटा कट्रियो हो र सायद त्यस्तोतिर बस्ने सोचिरहँ तर डर चाहिँ धेरै जनावर पर अहिले साथीहरू ओके रङ्गली हुन्छ ल आज फोन ल्याएन ल गाइस हामी चाहिँ फोन लिएर आयौँ सबै फुल चार्ज गरेर किन राति कुनै ब्याट्रीको समस्या नहोस् भनेर 5वटा फोन छ नि होइन अब अगाडि दुईजना केटा हिँडिरहन् अगाडि देखेँ होइन होला यो चाहिँ ठाडा दमरुद्ध होइन हजुर अनि हामी चाहिँ दुईजना हिँड्छौँ म चाहिँ भुल्ल पेलाउन यिनीले चाहिँ यहाँ थालसालहरू हामी खानको लागि अनि पछि ओड्नको लागि मेरो हातमा चाहिँ हेर्न सक्नुहुन्छ चाउचाउ कोक सोक अनि मेरो गाइस अहिले चाहिँ साथीहरू सामान लिनु गएको छ होइन अब यहाँ यता चाहिँ भ्लगाउँदाखेरि चाहिँ यस्तो लाइट बाल्नु पर्छ कि नत्र अँधेरोमा देखिन्न नि त जति गोरो भयो नि जति कालो भयो नि अब जिस्काए पनि कहिले साथीमा देखिन्न होइन कसैलाई जिस्काउनु हुन्न गाइस रातिमा कोही पनि देखिन्न साथी सामान लिनु गएको त्यही पर घरमा देख्न सक्नुहुन्छ हैन हामी चाहिँ यता कटेर हैन ल अब चाहिँ अब यहाँ काटकुट पर्नु पर्नुहुन्छ ल केटा एकछिन उडिङ ल उडिङ ल गाइस अब चाहिँ ल रोएर बच्च पडले टुबले गोलकमा चाहिँ हुनुहुन्छ ह्यापी न्यू इयर आज पार्टीमा चाहिँ ह्यापी न्यू इयर के अरे ह्यापी न्यू इयर हामी आएको छौँ पानी लिन हैन देख्न सक्नुहुन्छ पर्ने पानी भइरहेको छ अभिषेक यता अभिषेक हेलो गाइस वेलकम उहाँ त सन्चै हुनुहुन्छ हैन म चाहिँ यहाँ हो म चाहिँ पानी बोक्दैन केटा पानी बोक्छन् अनि लक्ष्य र विवेक चाहिँ माथि बसेका छन् आज चाहिँ ह्याप्पी न्यू इयर बगल पार्टी निवास देखाउन चाहन्छ सबैलाई हैन देख्न सक्नुहुन्छ अब पानी लिएर क्लियर छैन पुरा नेचुरल हैन पुरा यस्तो बवाल बनाइराखेको छ हैन अब चाहिँ एकैछिन भेटौँ है त अहिले चाहिँ हामीलाई कुरा काट्नको लागि रेडी सक्नुहुन्छ यहाँ चाहिँ ऊ रेडी भएको छ काट्ने यसले होइन उहाँ चाहिँ केटाले प्याज काटिरहेको टमाटर प्याज देख्न सक्नुहुन्छ हेलो गाइज ल गाइज अब कुरा गर्नुपर्ने छ त्यो त भिडियो देखाउनु हुँदैन युट्युब कस्तो गाइज अहिले चाहिँ हामी आएको छौँ चिकन काट्दा के गर्छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यहाँ रोस्ट पाकिरहेको उता रोस्ट पाएको यहाँ पोली मासु छ उता चाहिँ त्यो गेरे मासु पकाउने होइन त्यो सबजना रेडी होइन यहाँ त्यसले हो के टक्क पर्वा ल रेडी हो र केटा एकछिन हुडिङ गर त 3 2 1 गो 12 बज्यो गाइस अहिले चाहिँ हामीले मासु पोल्दै छौँ अलि तल के यस्तो हो यस्तो बनाइदे के भाइ झल्लु भाइ गोलो बनाए जस्तो बना अनि खसहरु राख्दे मासु चाहिँ यहाँ तारमा जुगाड गरेर पोलिरहेको छौँ हामीले पनि लाग्छ के यस्तै हुन्न मासु पोल्ने चाहिँ यस्तरी हो गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ सन्तोष दाइ आगो फुकम तपाईँले के गर्नु नि के काम गर्नु म चाहिँ आगो फुक्दैछु भयो तल यस्तै धुनाउनु भनेर हो केटाहरूले चाहिँ यहाँ मासु पकाउँदैछन् कहाँ झेलो बनाऊ हेलो गाइस म त पकाएर यो चाहिँ हाम्रो सुत्ने ठाउँ 4-5 जना अटाइन्छ भइसक्यो अब खाने तयारीमा
गाइस ल त बोला काट्छ तर ल वहाँ चाहिँ मासु पाक्दैछ मन च्याप्नु टाके हाम्रो मस्ती लिएको थाहा छैन हजुर यहाँ चाहिँ रोस्ट मासु हेर है मासु ट्याटाडान अब डिलिसियस मासु लेलो गाइस हेलो बनाऊ हेलो गाइस मासु भातमा राख्नु नि कुरा हो सब्स्क्राइब टु एपिक क्रिस्चियन मासु अनि ठुलो परात खैर खाना खाम हैन रातिको कति बजे बुझाएर मासु हैन अन्त भुजा बन्छ है मान्छे देखाइ हैन पुरोको राति कति बजे हो यहाँ आएर टाइम हेर्नु छैन गाइजहरु ब्राइटनेस फुल गरेर ब्राइटनेस हजुर देखाइन्छ हैन रातिको कति बजे 12 12:30 भइसक्यो 12:30 12:30 भयो 12 जंगलमा मासु र भुजा त्यही पनि जंगलमा खाम हामी हैन हामी 6 जना मात्रै खाम त्यही पनि अब ओन्ली बॉयज है यो फेरि गर्छ हैन रम्बा लिङ्ग कसरी माग्छ बोला आएर त्यस्तो भयो गाइजहरु अरु उठ्ने बेला हामीले खाँदै छौं उठ्ने बेला एकजना भेजिटेबल एक मिनेट उठ्ने बेला अन्त खाइराखौँ हैन एकजना भेजिटेबल ग्रिनै तिमी ल गाइस हामी चाहिँ अब कोक खान्छौँ हैन पेप्सी ल गाइस ल आउँदै बोल्दैन ल सुरत ट्राई मैले हान्न नखाडा यहाँ चाहिँ छ हैन रोस्ट छ हैन हजुर न मन ए सरी रोस्ट अरे रोस्ट र उस बिच छ कि प्लस सेकुवा रोस्ट बसेको हैन यस्तो कुरा यो चाहिँ रोस्ट हो अलि धेरै टाइममा बनाएको थियो राम्रो थियो हैन त्यसपछि यो चाहिँ सेको है त बाय बाय गुडकी मिठो छ हैन अनि यहाँ चाहिँ उस छ बोल्नु लाग्दैन अहिले स्प्राइट हैन हुन्छ गाइजहरु हैन Next challenge complete. Buku jangan sama na. T-shirt jadi kamu dah kan. Paling dah tu pun aku macam. So guys, आज के वीडियो में चाहिए थी नहीं यार के वीडियो में फेवरेट वीडियो बाय. So guys, हामीले चाहिँ कोक खायो त्यसपछि राति धेरै भइसक्यो हामी सुत्यो त्यसपछि अर्को दिन बिहान उठ्यो
सो गाइस अहिले चाहिँ हामीहरूले भिडियो खाना खाएर भाडा माझ्न आएको थियो। भाडा माझेर चाहिँ हामी यता खुल्लोतिर घुम्न आएको थियौँ र हामी चाहिँ 1 डे पिकनिक कम्प्लिट भयो। सो यो भ्लगमा चाहिँ यति, बाई।